लगर हे भनेर मिसाइल छोडिदियो टार्गेट लगर ठ्याक्क रेन्ज कति छ यसको होइन हाम्रो यहाँ अब बगानले कसै पर्छ नि त्यसले हाम्रो ठ्याक्क उकाइ गर्छ नि कति माइल कति किलोमिटर छ नि त्यस्तै तिनीहरूले लोकेसन ट्र्याक गर्छ उहाँबाट मिसाइल छोड्छ छिङ मिसाइल छोडेर ठ्याक्क ठाउँ मारेर गिर्छ म त्यो अहिलेको भनेको टेक्नोलोजीको लडाइँ छ अहिले हाम्रो पहिलाको त्यसले खाली पनि बन्दुक खुकुरी गुलेलीको लडाइँ होइन त टेक्नोलोजी लडाइँ गुलेली चाहिँदैन हौ पहाडको ढुङ्गाले जित्छ मैले छैन क्या भनेको त्यो अहिले कस्तो छैन नि कस्तो टेक्नोलोजी अहिले तिम्रो अब इरान इजरायल अमेरिका लडाइँ मुझे आर्मी लडाइँ फेस्टिभल लडाइँ हो त्यो पुरै मिसाइल छोडे सक्न परेन त फेस टु फेस लड्न मिसाइल छोडेको त मिसाइलबाट तिम्रो 2500 अगाडि त्यो तिम्रो मिसाइल छोडेर यहाँ अट्याक गर्छ भने आज आर्मीले के जरुरत पर्छ भनेको उहाँबाट 25 किलोमिटर तिम्रो उहाँबाट यहाँ लोकेसन ट्र्याक गरेर लक गरेर लोकेसन लक गरेर उहाँबाट मिसाइल छोडेर ठ्याक्कै लाएर गिर्छ मान्छे त्यो आर्मी पढ्नु पऱ्यो मान्छे मार्न के जरुरत पर्छ उसले लोकेसन ट्र्याक गरेर मान्छे लक गरेर उहाँबाट मिसाइल छोडिदिन्छ ठ्याक्कै आएर गिर्छ मान्छे त्यहाँ किन लडाउनु थियो टेक्नोलोजीको लडाइँ हो त्यो अहिले टेक्नोलोजी होइन टेक्नोलोजी अनि पहिला जस्तो हाम्रो अब नेपाली हाम्रो पनि पहिला त वीर त्यस्तो हो त हाम्रो नेपाली त वीर पुर्खा उसो भयो त्यो नि कुकुरी होइन गुलेली त्यो होइन टेक्नोलोजीमा आएछ तिम्रो अब अहिले 2500-3000 किलोमिटरबाट तिम्रो यहाँ लोकेसन तिम्रो ट्र्याक हाम्रो अब बगाल लोकेसन लगाउँछ हामीलाई कहाँ बगाल अनि तिनीहरूले हान्ने चाहिँ कहाँ त त्यो लोकेसन हान्ने होइन कस्तो भनेको लोकेसन ट्र्याक गर्छ भनेको लोकेसन ट्र्याक गरेर उसलाई मिसाइल छोड्छ मलाई लोकेसन ट्र्याक कहाँ जाने त्यसले लोकेसन ट्र्याक गरेर मिसाइल छोड्छ हाम्रो ठ्याक्क ठाउँमा गिर्छ नि त्यही हो त लडाइँ हाल्यो भनेको फेस टु फेस तिम्रो त्यो आर्मीहरू जुत्यो होइन त टेक्नोलोजी लडाइरहेको छ भने कसको टेक्नोलोजी बढी छ त्यो टेक्नोलोजी लडाइँ छ भने प्रचण्डको चाहिँ कति छ त टेक्नोलोजी प्रचण्डहरूको चाहिँ अब त अब टेक्नोलोजीमा त कुरा नगर्नु थियो अब ऊ पनि पहिला आइटम बमहरू बनाउने मान्छेहरू त माओवादीको नि रासायनिक अब यो आणविक हतियार त हाम्रो नेपालमा त सोध्नै सकेन इरानले त्यो प्रण लगाएको भएर अमेरिकाले तिम्रो अब होइन अमेरिकाले चाहिँ त्यो चाहिँ उस गरे हो त्यो अब आणविक हतियार चाहिँ अब अमेरिकाले